रेडी एक दुई यस्तो दामी भन्नुहुन्छ भने चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ अरू नाकको भुत्ला चाहिँ बुढी बाहिर निस्किसक्यो फर्स्ट टाइम लाउनु आँटेको थाहा छैन सो हेलो एन्ड नमस्ते एभ्रिवान तपाईँ भन्छ मात्र म भन्छु होइन म भन्छु सो हेलो नमस्ते एभ्रिवान सो वेलकम टु माई न्यू ब्लग आई होप हजुरहरू सबैजना सन्चै सुबिस्तै हुनुहुन्छ होला म पनि एकदम धेरै सन्चै र आरामै छु सो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो बडीगार्ड जी पनि आइसक्नु भएको खासमा चाहिँ अभिषेक अस्तिको च्यालेन्ज अलिकति इन्कम्प्लिट भएको थियो त्यो पनि गर्नु छ प्लस अलिअलि मेरो आज नयाँ मेरो सपिङ गर्नुपर्ने छ धेरै दिनपछि आज म नयाँ कपडा किन्न आँटेको छु एकदम एक्साइटेड छु 2 वर्षपछि म कपडा किन्न आँटेको के सो त्यही अब हेरौँ मैले खोजेको खाले कपडा भेट्छु कि भेट्दिनँ त्यो तपाईँहरूलाई देखाउँछु अनि भयो भने यसो हाटखोलामा पनि खाना जान्छु होला तर थाहा छैन के हो कसो हो टाइम अनुसारले थाहा हुन्छ टाइमै त हुँदैन होइन सो त्यही हो अब चाहिँ हामी लाग्छौँ होइन गाइज हामी चाहिँ अहिले जाँदैछौँ बजारतिर धेरै दिनपछि जाँदैछौँ कपडा किनिदिउँ भनेर एक दुईवटा होइन किन भन्दाखेरि खासमा चाहिँ कपडा मलाई त्यस्तो चाहिँ किन्न मन थिएन अहिले चाहिँ सिचुएसन त्यस्तो खराब छ तर पनि यसो भिडियोमा लाउने कपडै छैन क्या एउटै कपडा लाएर भिडियो बनाउँदा वाक्क लागिसकेको छ त्यही भएर चाहिँ हामी कपडा किन्न खासमा जान आँटेको त्यो पनि धेरै चाहिँ होइन एक दुईवटा यसो हुन्छ नि एक दुईवटा तपाईँहरूलाई थाहा भइहाल्छ के किन्छु होइन भेट्यो भने देखाइहाल्छु भेट्न भन्छ त्यही हो अनि त्यसपछि चाहिँ हामी अभिषेकको च्यालेन्जहरू पनि पुरा गर्नुपर्ने छ सो त्यही हो हेरिराख्नु होला कपालको चाहिँ मेरो धज्या उठ्छ होला भर्खर धोएर आएको थिएँ क्या दामी भ्यू आइरहेको छ यार बबाल भ्यू बबाल आकाश चाहिँ क्या दामी आएको छ क्या दामी वाउ सो फाइनली गाइस हामी चाहिँ अहिले आइसकेको छौँ हाम्रो दमकको एकदम धेरै फेमस स्थानीय ब्याङ्कको तल 700 400 800 त्यही हो धनी मनी मान्छेहरू यस्तैमा आउँछन् क्या कपडा त्यही हो धनी मनी मान्छेहरू यस्तैमा आउँछन् क्या कपडा सो अब चाहिँ हेरौँ यो भित्र चाहिँ के पाउँछ So guys, look at this view. एक से एक कपडा हेरे दिदीले किनेको पेन्ट त यही रहेछ दिदीले हिजो मैले लाएर फोटो खिचेको थिएँ नि यही हो यहाँ चाहिँ आउटफिट चेक मेरो आउटफिट चाहिँ हेर्न सक्नुहुन्छ सो गाइज यहाँ चाहिँ साथीले स्कर्ट लिइसकेको छ यो स्कर्ट मन परेछ उहाँलाई चाहिँ अनि त्यही भएर चाहिँ लिँदैछ ब्ल्याकमा ब्ल्याक फर्स्ट टाइम लाउनु आँटेको थाहा छैन कसो मलाई मन चाहिँ पर्छ तर लाउँदा सक्छ सक्दैन त्यो पनि अब हेर्नु चाहिँ भिडियोमै हेर्नु आउँछ कमिङ सुन सो लेट्स गो सो गाइज हेर्न सक्नुहुन्छ मैले चाहिँ प्रवेशको कस्तो देखियो होला कमेन्टमा भन्नु होला प्रवेश लिम कि नलिम म कन्फ्युजमा छु हेर्दा त राम्रो देखिरहेको होइन साथी यसरी सर्ट भिडियो बनाउनु हुन्छ नि होइन हाउ इज इट गाइस लुक सो गाइज उहाँले चाहिँ दुईवटा चुज गर्नुभएको थियो फर्स्टै त्यो रेड र यो ब्ल्याक कुनमा सुहाउँछ गाइज कति काल देखेको त नि सो कुनमा सुहाइरहेछ गाइज कमेन्ट बिलो गाइज हामी चाहिँ अहिले हाटखोला जाँदैछौँ अब चाहिँ धेरै भोक लाग्यो सपिङ गर्दा यति धेरै सपिङ गरेँ म तपाईँलाई भरे नत्र अब म भरे तपाईँलाई देखाउँछु होला के किने भनेर चाहिँ घर गएर अहिले म त देखाउनु पाएको छैन सो अहिले चाहिँ हामी हाटखोला जान्छौँ अब साह्रै भोक लाग्यो अब चाहिँ गरेर यसो हाटखोलाको थुक्पा मोमो खाइदिउँ भनेर लेट्स गो गाइज हामी चाहिँ अहिले आइसकेको छौँ हाटखोला हेर्न सक्नुहुन्छ थुक्पा खाना मेरो बनाइदिनु तपाईँको 10 वर्ष भयो त हाइबडे भन्नु ब्लग चाहिँ अब चाहिँ मैले चाहिँ चाउमिन मगाएको थिएँ भने यहाँ चाहिँ साथीको थुक्पा मगाउँदै हुनुहुन्छ अनि मैले चाउमिन किन मगाएको भनेपछि मैले चाहिँ खाएको छुइनँ नि ट्राई गरेकै छुइनँ क्या अनि त्यही भएर चाउमिन चाहिँ मैले सुकुटीमा मगाएको छु अनि मोमो अस्ति भर्खर मैले अब मैले सबै उसको बुझ्दै हेरिहाल्नु होला म त्यो पनि हालिहाल्छु नि डबल ब्लग भइहाल्छ त हामी चाहिँ अहिले आएको छौँ खाना आएको छौँ सो गाइज यता हेरिदिनुहोस् गाइज सो गाइज खाना एक्साइटेड हो गाइज
अब गाइज यता हेर न गाइज सो गाइज हाम्रो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ खानेकुराहरू चाहिँ आइसकेको छ के हो त्यस्तो दामी भन्नुहुन्छ भने चाहिँ यता पनि हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो के अरे साथी बब सुकुटी सुकुटी चाउमिन बब सुकुटी चाउमिनमा बब सुकुटी हालेको अनि यतापट्टि चाहिँ मेरो यो चाहिँ थुक्पा चिकनमा अब खाइदिने ग्वाम कि ग्वाम ओ त्यहाँ माथि एकदम सुकुटी पाउँदैन नुनहरू लाग्यो हाल्नु न भाइहरूले भाइले पनि राम्रो एउटा अनि आफ्नो भात खाइसक्यो अर्काको पनि आइ खानु सुरु भइसक्यो यहाँ खाइयो गाइस हामी चाहिँ अहिले हेर्न सक्नुहुन्छ खाएर चाहिँ गइसकेको छु पानी आउनु थाल्यो मेन भनेको होइन साथी कस्तो लाग्यो अरे तपाईँलाई मिठो थियो है मिठो थियो तर चाउमिन चाहिँ हल्का डिसपोइन्ट हल्का चाउमिन चाहिँ उसलाई मिठो लागेन अरे अब हामीले थाहा थिएन फर्स्टचोटि ट्राई गरेको कस्तो कस्तो पाउँछ भनेर ठिकै थियो थुक्पा चाहिँ दामी थियो थुक्पा चाहिँ मलाई बबाल लाग्यो है सो अब चाहिँ हामी जाँदैछौँ ढिलो भइसक्यो घाम पानी भइरहेको अझै अभिषेकको च्यालेन्ज भिडियो गर्नु पनि बाँकी छ अझै अभिषेक अलिअलि च्यालेन्ज भिडियो गर्छौँ अनि त्यसपछि हामी घरतिर लाग्नेछौँ गाइस र साथी हो आज धेरै तिमी चित्त बुझ्ने गरी खाएको साथी म तर के हो पानी पनि आँखा पोल्ने आउँछ कि क्या हो आँखा पोल्छ त हौ सेट अब चाहिँ हामी लागेको पानी आएर खु हेर्नु न यसमा अनुहार पऱ्यो कि चिसो पो भयो अनुहार पऱ्यो कि चिसो पो भयो चिसोरीमा त आँखा पोलो भनेको आँखामा पानी बसेर आँखामा पानी बस्यो दुखेको होइन पोलो खोर्सानी हाले चाहिँ गरेर के भएको पानी होइन खोर्सानी मिक्स आउनु थाल्यो क्या हो पानी होइन खोर्सानी मिक्स आउनु थाल्यो क्या हो हाम्रो नयाँ भात बढी बन्दैछ यहाँ हो कि होइन हौ तपाईँहरूलाई अघि लागेन झुकिन्छ क्या भात बढी त्यस्तो लाग्छ क्या बेला बेला हावा होइन हौ पानी आउँछ पानी लेट्स गो गाइस तर त्यो घाट खोलामा चाहिँ त्यस्तो त मजाले भिडियो बनाएर जानु चाहिँ पाइँदैन नि जहिले भिड हुन्छ क्या जहिले धेरै चलेरै हो त यति धेरै भिड हुन्छ तर ठिकै छ जस्तो जस्तो गऱ्यो खाइयो अब लागिदियो हामी आफ्नो घरतिर है त गाइस हामी चाहिँ आकाशी फुलका एकदम धेरै फेमस ठाउँमा आएको छु भनेको आकाशी फुलको फेमस ठाउँमा आएको छु भनेको आकाशी फुलको फेमस उसको चाहिँ आँखा बाङ्गो छ हेर्नु सक्नुहुन्छ एउटा आँखा त एउटा आँखा उता छ देखाउनु त एउटा मेरो आँख त्यस्तो हलिँदैन हलिँदैन गर्नु हेर्नु न गाइजहरू हेर्नु न गाइजहरू नाकको भुत्ला चाहिँ बुढी बाहिर निस्किसक्यो यस्तो मान्छेले गर्दा डिमोटिभेट हुने हो क्या संसारमा
के नयाँ नौलो चिज गरौँ भन्छु ल नयाँ नौलो किन मुखी अगाडि आएको चाहिँ अगाडि आउँदैन त तलबाट देखाउनु पर्ने आँखै बन्द भइसक्यो त त्यो कस्तो नराम्रो आँखा होइन आँखा मात्र देखाउ न मेरो नसालु आँखा आँखा मात्र देखाउ न मेरो नसालु आँखा एक हप्ता सुत्नु नपरे उठेको जस्तो छ नसालु आँखा रे भगवान आज त आज हे भगवान आज चाहिँ म बिहानको 5 बजे 5:30 बजे हो कि 6 बजेतिर सुतेको थिएँ अनि बिहानको 1 बजे उठेको त्यो भएर आँखा कस्तो त्यस्तै भएको। रातभरि गर्लफ्रेन्डसँग बोल्दै देखाउनु। बस्छु त्यही भएर त्यस्तो भएको क्या के गर्नु खोज्यो खासमा चाहिँ? आँखा सुसुर हल्यो होइन छैन तँ जसको पनि हरिन्छ नि आँखा त लु तपाईँहरूलाई देखाउनु त लु यसरी यसरी त हराउने ले लु त्यो चाहिँ मेरो त्यसरी चाहिँ त्यो स्लो चाहिँ हल्लेको छैन ल म अब नाच्नु देखाउँछु पब्लिक डान्स चल नाच के देखा पुछ भनेर देखाउँछु आउनु छ्याउ पुछ भन्छु ल म यहाँ कति हाल्नु सक्छु होला 5 मात्रै 10 हाल्नु भने चाहिँ हान्यो भने झन् राम्रो कुरा हो के दिनुहुन्छ त केही न केही रे रेडी 1 2 3 पल्लोमा हानेको चार। हुन्छ होला नि 5 6 यो धेरै माथि भयो नि उयो तलकोमा हान्नु ल यस तलकोमा ल ल धेरै तल भयो नि होइन ब्याग हेर्नु मेरो ब्याग बाई 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 हेलो जाउँ पर्दैन त गाइस त्यही हो आज धेरै काम गऱ्यो अब घरतिर लाग्नु गाइस हामी चाहिँ अब फाइनली घरतिर लागिसक्यौँ किनकि धेरै पानी आउन आँटिसक्यो अरे अलिक धीरे धीरे चल्नु है धीरे धीरे दाजु अब चाहिँ सायद आधालाई त नभनौँ अब घरमा जाने बित्तिकै क्लासहरू हुन्छ क्लासहरू गर्दा गर्दै अब त्यही हो भ्लग चाहिँ अब कन्टिन्यू गर्न पाइँदैन होइन अब चाहिँ के भन्न चाहन्छ मेरो भ्लगमा अलिकति दिनै सक्छ दुई शब्द So guys, त्यही आज चाहिँ रमाइलो भयो मजा आयो प्लस कमेन्ट लाइक कमेन्ट बाइक अब चाहिँ म तपाईँलाई भोलि मात्र भएर देखाउँछु कपडा देखाउँदाखेरि यस्तो धुलो छ अरे बाब्रे 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 यहाँबाट सट्का खान्छ अभिषेकले अनि आइडा भनेको त्यस्तो हो नि त आइडा देखो आइडा गाइस आइडा कैसा है आइडा You ring it so